हेलो साथीहरू, गुड मर्निङ। म हजुरहरूलाई मर्निङ भ्यू देखाउँदैछु। आजको गाउँको भ्यू यस्तो देखेको छ। हेलो साथीहरू, म चाहिँ बिहान यस्तो गर्नु पछि फेरि अलिकति घाँस कराउँछु भनेर आएको छु। गाउँमा बसेपछि घाँसहरू बनाउनु परेको, त्यसैले यो चाहिँ हाम्रो घर मुनितिरको बस्ती, नमुना बस्ती। पारीको भ्यू देख्न सक्नुहुन्छ फेरि अझै पनि माथिको भ्यू माथितिर यस्तो देखिन्छ। मम्मीले चाहिँ मही बनाइराख्नु भएको छ। अब म पनि घाँस काट्छु है त। साथीहरू, मैले घाँस काटिसकेँ। यहाँ देख्न सक्नुहुन्छ, हेर्नु, बाख्रालाई घाँस हालिदिइसकेँ, भैँसीलाई पनि हालिदिइसकेको छु। बाख्राले पनि घाँस खाइरहेको छ। अनि हेर्न सक्नुहुन्छ, बर्खामास खासै तरकारी त छैन, अलिअलि हरियो हरियो सागसब्जीहरू खान पुगिरहेको हुन्छ गाउँघरतिर। त्यस्तो बजारमा जस्तो किन्नु पनि पर्दैन। मम्मीले पनि मही बनाएर भ्याइसक्नु भएछ। अब घिउ निकाल्न बाँकी छ। ओके, घिउ खानुपर्छ आज। बिरालो पनि बस्छ यस्तो ऐनाको तातो लागेर, आगो ताप्दै बसिरहेको होला नि। हुन्छ साथीहरू, फेरि पछि भेटौँ ल।